हाइकिङको लागि चाहिँ सही ठाउँ रहेछ यार यो हाइकिङ गर्न आऊ है गाइस हाइकिङ म चाहिँ हिँड्न सक्दिनँ त्यही भएर नो हाइकिङ कस्तो दामी बनिएर बसेको कि मान्छेले बनाएको ढुङ्गा हो यस्तो नेचुरल यस्तो दामी त के हुन्थ्यो होला र नि Red Rock Amphitheater खोइ कहाँ हुन्छ कन्सर्ट यहाँ बाटो त छ होला नि यो भन्दा डेन्जर छ त्यो हो र त्यही माथि हावा हेर न कस्तो आउँदो रहेछ संसार देख्दो रहेछ यता उयो ढुङ्गा राखेको हेर्दा मान्छेहरू नै राखेको पार्किङ गर्छ छ होला पार्किङ गरेर कान बन्द भयो नि टिनी भइगयो नि गाइस कानमा चाहिँ एसी खाँदै आउनु पर्ने रहेछ यार अलिकति माथि जाने बित्तिकै ट्याँ कान बजेको बजाइ गुफाबाट छिर्नेर गुफा मेरो बाबालाई यो देखाएर ढुङ्गा फुटाएर बनाएको रहेछ है भन्नुहुन्छ पो त आई मिस माई फादर ओ यहाँनिर हो कन्सर्ट गर्ने ठाउँ कन्सर्ट गर्ने माथिको उहाँबाट चढ्नुपर्छ स्टियरले अब हाइकिङ स्टार्ट हुन्छ हाम्रो हाइकिङ तर म हाइकिङ गर्न सक्दिनँ गाइस यस्तै छ यो चाहिँ हिँडेर आउने ट्रेल है हाइकिङ हामी चाहिँ यसरी यो चाहिँ माउन्टेन कन्सर्ट हेर्न जाने अनि यी चाहिँ हाम्रो सरजी कपाल उडाउँदै तिमीले खोइ गाइस यस्तै छ यो चाहिँ हिँडेर आउने ट्रेल है हाइकिङ हामी चाहिँ यसरी यो चाहिँ माउन्टेन कन्सर्ट हेर्न जाने अनि यी चाहिँ हाम्रो सरजी कपाल उडाउँदै हावा चलेर सिरिरी जाडो भएछ फेरि हिँडेर आउने बाटो चाहिँ ऊ तल है यहाँदेखि हाइकिङ यहाँ छ हिँडेर आउने बाटो उकालो हिँड्नुपर्छ ओहो यहाँ माथि यो डियरहरू यहाँदेखि यहाँ छ के खाएर बाँच्छ होला है यत्रो झुन्ड आइरहेछ यस्तो सुक्खा घाँस खाएर बाँच्दो होला नि लेट्स गो ब्रो कस्तो यति हुँदैन मलाई कस्तो स्या हुन थालिसकेको है
कस्तो चिसो हावा चलेको हिउँ अझै पग्लेकै छैन नि त कुदिरहेको देखिरहेको टन्नै पाउँदो रहेछ यस्तो डियर सियरहरू चाहिँ यहाँनिर यो डाँडा र मेरो बेबीको कपालको टाउको मेरो बेबीको टाउको कपाल र यो डाँडा हेर्नुहोस् सेम टु सेम छ एक दुई बोट सल्लाहको बोल्नै सकिनँ यार गलेमा उकालो चढेर दामी हुन्छ होला यहाँ कन्सर्ट नि पुरा खैरेहरू चाहिँ डेन्जर हिँडिदिन्छ यार कन्सर्ट हुने ठाउँ यो चाहिँ रेड रक Red Rock. Okay. त भन्नै पर्यो नि नत्र अहिले त्यही पनि पाइँदैन जिन्दगीमा के गर्नु र रेड रक पार्क एन्ड amphitheater city and county of Denver हामी कहाँ छौँ अहिले हामी यहाँ छौँ East Rock okay मस्त दामी हुन्छ होला यार यहाँनेरि कन्सर्ट हुँदा हेर्न आउन त कस्तो हुन्छ होला है राति चाहिँ दामी बल्छ होला क्या यहाँनेरि झिलिमिली हुन्छ होला अब मिस भइगयो कुनै दिन मौका परेछ भने फेरि आउँला रातिको हेर्ने गरिकन समरमा यहाँदेखि उता चाहिँ के छ हैसी मैले हेरेको थिएँ यो यस्तो ओके कन्सर्ट हुने ठाउँ यहाँबाट कन्सर्ट हेर्ने तल हुन्छ कन्सर्ट कन्सर्ट हुने ठाउँ होइन यता डेनभरको डाउनटाउन घरभित्र देख्दैन कन्सर्ट हेर्न आऊ है डेनभरमा जुनेली रातैमा म भुले तिम्रो बातैमा जुने मैले टिकटक बनाएर आएको है त्यो गीतमा त्यही भएर मैले गाइदिएको ल म हिँडेर गलेको छु ल हावा चलेर सरर मेरो कपाल फरर बनाएको छ ल
भ्यू हेर्ने ठाउँ होला। हेलो गाइस, फेरि हामी आइसकेको छौँ ढुङ्गा हेर्न। ढुङ्गा हेर्न हेर है हेर हेर है हेर भ्यूज हेर। अहिले चाहिँ हामी फेरि गार्डन अफ द गड आइपुगेको छौँ। सुकेर हेरेर जङ्गल झाडी भएको गार्डन अफ द गड अरे, तर रातै माटो र रातै ढुङ्गा मात्रै देख्छु, गड त देख्दिनँ त। रोकेको छन् कि क्या हो? गड खोज्न गएको हो गड, अब खोज्नु पर्यो नि, कता हराएको छन्। गड खोज्न हिँडेको। गार्डनमा फुल पनि फुलेको छैन, खालि सुकेको झारै मात्रै छ। मेरो इङ्ग्लिस टेस्ट गर्न आँटे जस्तो गरेर हेर यहाँ। टावर अफ बेबल बाइबल होइन, बेबल नि। नर्थ गेटवे रक, किसिङ क्यामल्स, व्हाइट रक, सेनिटल स्पायर्स, साउथ गेटवे रक, पल्पिट रक, यो के हो? क्याथड्रेल स्प्रिङ्स, 3 ग्रे रक, स्लिपिङ जाइन्ट, के हो थाहा छैन। स्कचम्यान पनि रहेछ है। मेरो इङ्ग्लिस टेस्टमा म फेल भइसकेँ गाइज। गार्डनको फुल सुकेछ, गड पनि कता भागेछन्। अब यो रातो ढुङ्गा मात्रै बाँकी रहेछन्। यो ठाउँ मात्रै होइन क्या, नो वर्थ इट। हिजोको मेरो प्लेनको पीडा सम्झेर भोकले झन्डै आन्द्रा चुट्टिनु आँटेर आइपुगेको हो नि त म त हिजो। हावाले मान्छे उडाउँछ होला या, यस्तो हावा चलेको यार ब्रो। आम्मो घर म त उडिएर कहाँ पुगेको छु। जे होस्, हावा चाहिँ राम्रै खाइयो। मान्छे घरिघरि उडाउँछ। Which way? Wrong way. कस्तो डेन्जर हावा चलेको यार बेबी। लग्ने रहने हो यस्तो हावाले त तट।
गाइस हेर्न सक्नुहुन्छ है हावाले कस्तो हानिरहेको छ जाम कपाल चाहिँ यस्तै यस्तै हो होइन एडजस्ट गरेर हेर्नु होला भ्यू हेर्नुहोस् भ्यू मेरो कपाल नहेर्नुहोस् भ्यू हेर्नुहोस् यो डाँडाबाट झारेर तल पुर्यायो भने त सक्यो त यस्तो मान्छे उडाउने जस्तो हावा आउँदैछ नि मारेर छोडेछ यस्तो त भिर यो भिरबाट तल पुर्याइदियो भने त सक्यो त राम नाम सत्य हे हुन्छ Oh my goodness. Oh my goodness. Oh my goodness. Oh my goodness. बस्नु पर्ने अवस्थामा पुर्यायो यार हावाले यहाँ दामी रहेछ नि हिमाल पहाड तराई कोही छैन पराई बसेको यो हिमाल चाहिँ राम्रो देखिँदो रहेछ अनि यताको वाउ मेरो गाइस हावाले मान्छे फुलै उडाइरहेको यार आम्मामा यस्तो हावा कसम से रिङेटै चल्ने हावा चल्दो रहेछ यार यहाँ त झन्डै लडाएन यार हावाले झन्डै लग्यो नि हट बेबी क्या भागेको भने फिलिली हावाले यता छुटेको फन भयो एकछिन भयो भने लास्ट हावा चल्ने गाइस यहाँनिर चाहिँ अलि डह्रो मान्छे मात्रै आऊ है नत्र पल्लो डाँडा पुऱ्याउने रहेछ है हावाले उडाएर अघि दे भनेको होइन व्हाइट स्टोन छ भनेर आम्मामामा हावा त कसम से लगो मेरो बेबी लगो यो व्हाइट स्टोन यता है हावा चल्यो सिर होइन यतै जाऊँ न बोला ना बोला
पाइँदैन है क्या हो पाइन्छ भन्न ऱ्याकुन ठुलो ब्ल्याक बियर पाइला पाइलाको छाप काँक्रा होला नि। यो के हो टर्की यो साग पाइन्छ पनि होला यहाँ सायदै यो सबैभन्दा डेडली स्न्याक हो है के छ नाम पछाडि